विज्ञान प्रविधि भनेको के हो, अनुसन्धान नवप्रवर्तन कसरी हुन्छ भन्ने तपाईँहरूलाई थाहा छैन भने म चाहिँ यो संसदमा चाहिँ 1 घण्टाको भाषण दिन सक्छु। छातीमा ड्याङ ड्याङ गोली लाग्यो, टाउकामा गोली लाग्यो सभामुख महोदय, सडकमा रगत असरल्ल भएर बग्यो। सम्माननीय सभामुखज्यू र माननीय सदस्यज्यूहरू सबैलाई नमस्कार छ, धन्यवाद छ यो आजको कार्यक्रमको लागि। र म खास गरी पहिलो कुरा आफ्नै जिल्लाको कुरा राख्दाखेरि म्याग्दी जिल्लालाई हिमाली जिल्ला भनेर 2075 सालमा घोषणा गरेको रहेछ, घोषणा मात्रै कागजमा। तर हिमाली जिल्लाले पाउनुपर्ने सहुलियतहरू सबै कुराहरू त्यहाँ चाहिँ केही पनि अहिलेसम्म नगएको रहेछ। त्यसैले यो कुरा चाहिँ एकदमै जोडतोडका साथ राख्न चाहन्छु। के गर्नुपर्ने हो अगाडि त्यो कुरा गरिदिने हुन अनुरोध गर्दछु। दोस्रो कुरो, यो सम्पूर्ण हाम्रो सरकार सहित माननीयज्यूहरू राजनीतिक पार्टीज्यूहरूलाई म एउटा के कुरा अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि एउटा भाइरस छ, त्यो भाइरसबाट बच्न चाहन्छु, बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। त्यो भाइरस भनेको के हो भने नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद, यो चाहिँ भाइरसै हो। यो भाइरस खास गरी अब नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब उहाँ चाहिँ के अरे नाबालक चाहिँ राजा हुनुभयो त्यो बेलादेखि सुरु भएको हो र राणा शासन जङ्गबहादुरले राणा शासनको चाहिँ सुरुवात गर्दादेखि अझसम्म 2007 सालको क्रान्ति भइसकेपछि पनि अनि 46 सालको क्रान्ति, 63 सालको चाहिँ आन्दोलन, यो सबै कुराहरू भन्दाखेरि पनि यो भाइरसले चाहिँ छोडेको छैन। यो भाइरसबाट छुटकारा पाउनको लागि तपाईँहरू सबै चाहिँ यसबाट चाहिँ बच्नुपर्ने हुन्छ। र अब यसबाट म के भन्न चाहन्छु भने अहिलेको नयाँ सरकार, नयाँ सांसदज्यूहरूले के गर्नु पर्यो भनेदेखि यो भाइरसबाट चाहिँ मुक्त हुनलाई प्रयास गर्नु पर्यो। र यसमा के भन्न चाहन्छु भने अबदेखि फलानाले, फलाना सांसदले, फलाना मन्त्रीले, फलाना चाहिँ राजनीति नेताले आफ्नो छोराछोरी, आफ्नो नातागोता, आफ्नो इष्टमित्र फलानालाई चाहिँ यस्तो किसिमको चाहिँ पदमा, सुविधा दिने पदमा चाहिँ नियुक्ति गर्यो भन्ने कुरा चाहिँ सुन्न नपरोस्। यदि अब यो कुरालाई चाहिँ अझै पनि राख्ने हो भने चाहिँ घाटा चाहिँ के हुन्छ भन्दाखेरि नेताहरू र राजनीतिक पार्टीहरूलाई नै हुन्छ। त्यसैले यो कुरा चाहिँ बाट बच्नु होला। कुनै पनि सरकारले, कुनै पनि पार्टीले जनताको के अरे समर्थनमा चाहिँ शासन गर्ने हो भने, सरकार चलाउने हो भने यो भाइरसबाट चाहिँ मुक्त हुनको लागि अनुरोध गर्दछु। र अर्को कुरो, मैले चाहिँ अहिलेसम्म नेपालमा बसेर गर्दै आएको सङ्घर्ष, गर्दै आएको अभियान चाहिँ के हो भने नेपालमा अर्थतन्त्रको विकास गर्नुपर्छ। अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई चाहिँ उच्च प्राथमिकतामा राखेर, नम्बर 1 प्राथमिकता राखेर अनि अनुसन्धान नवप्रवर्तन जस्ता कुराहरूलाई चाहिँ एकदमै जोड दिनुपर्छ। त्यसको लागि कोष खडा गर्नुपर्छ। त्यसको लागि चाहिँ के अरे मन्त्रालय, एउटा बलियो मन्त्रालय चाहिँ गठन गर्नुपर्छ, बनाउनुपर्छ भन्ने कुराहरू चाहिँ म सबैलाई चाहिँ राख्न चाहन्छु। विज्ञान प्रविधि भनेको के हो, अनुसन्धान नवप्रवर्तन कसरी हुन्छ भन्ने तपाईँहरूलाई थाहा छैन भने म चाहिँ यो संसदमा चाहिँ 1 घण्टाको भाषण दिन सक्छु। त्यसैले यो कुराहरूमा पनि ख्याल राख्नु होला भन्ने मेरो अनुरोध छ। ल, धन्यवाद। अरू कुराहरू बिस्तारै गर्दै जाउँ होला। सम्माननीय सभामुख महोदय, म यो सदनमा पहिलो पटक सम्बोधन गरिराख्दाखेरि म यो सदनबाट बानेश्वरमा रहेको त्यो संसद भवनको आसपास सम्झिरहेको छु। मेरो आँखा अगाडि झलझल्ती ती दृश्यहरू आइरहेका छन्। भदौ 23 र 24 गतेको, जहाँ 23 गतेको घटनामा हाम्रा कलिला भाइ बहिनीहरूले ज्यान गुमाउनु पर्यो। छातीमा ड्याङ ड्याङ गोली लाग्यो, टाउकामा गोली लाग्यो सभामुख महोदय, सडकमा रगत असरल्ल भएर बग्यो। त्यो शहीदको रगत अहिले तिनका आमा र परिवारको आँसुबाट झरिरहेको छ। त्यो दृश्य अहिले पनि मेरो आँखा अगाडि झलझल्ती बगिरहेको छ। म सभामुख महोदय मार्फत सरकारलाई आग्रह गर्न चाहन्छु, जुन जेन्जी सम्झौता गरिएको छ 10 मुदे,
त्यो सम्झौताको अक्षरशः पालना गरियोस्, अक्षरशः पालना गरियोस् सभामुख महोदय। र मलाई गर्व छ म तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा रहेको सरकारको प्रवक्ता र सञ्चार मन्त्री भइराख्दा र त्यो सरकारले जेन्जी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन, अक्षरशः पालना होस् यो भन्न चाहन्छु। र म यो सदनलाई पहिलोपटक सम्बोधन गरिराख्दाखेरि सभामुख महोदय म के अनुरोध गर्न चाहन्छु भने हामीमध्ये कसैलाई पनि लागेको थिएन कि सम्भवतः यो चुनाव फागुन 21 मा हुन्छ भनेर, धेरैलाई लागेको थिएन। तर हामीलाई विश्वास थियो त्यति बेलाको सरकारले, त्यति बेलाको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको नेतृत्वको सरकारले पार्टीका ढोका ढोका गएर, नेताका ढोका ढोका गएर, हरेक राजनीतिक दलहरूसँग वार्ता गरेर चुनावको वातावरण बनाएर आज चुनाव सुनिश्चित भएको छ। त्यसको परिणाम आज सम्माननीय सभामुख महोदय यो संसदभित्र म के देखिरहेको छु भने अब पुराना पातहरू हट्दै गएका छन्, नयाँ पालुवाहरू पलाउँदै आएका छन् र बसन्तको बहार भएको देखिन्छ। आज यो बसन्तको बहार भइराख्दाखेरि सम्माननीय सभामुख महोदय यी युवा अनुहारहरू भनेको अब यी पालुवा पलाउने छन्, फुल्ने छन्, फल्ने छन् र जनतालाई त्यो फल चखाउने छन् भन्ने विश्वास गर्न सकिन्छ। सम्माननीय सभामुख महोदय आज राजनीतिक पोलिटिकल प्याराडाइम सिफ्ट भएको छ। आज राजनीतिको परिभाषा परिवर्तन भएको छ र नेतृत्वको परिभाषा परिवर्तन भएको छ सम्माननीय सभामुख महोदय। र यो परिभाषा बदल्ने एउटा कोही नायक जन्मिएको छ भने यतिखेर यो देशमा रवि लामिछाने जन्मिएको छ, जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ र नेतृत्वको परिभाषा परिवर्तन गरेको छ। अब पोलिटिकल डिस्कोर्स त्यो बाटोमा अगाडि बढ्दैछ। सम्माननीय सभामुख महोदय, म यहाँलाई भन्न चाहन्छु, म मेरो ललितपुर क्षेत्र नम्बर 2 जुन मन्दिरको सहर हो, सम्पदा नै सम्पदाको सहर हो, सम्माननीय सभामुख महोदय अरनीको त्यहाँ जन्मिनु भएको छ, अरनीको घर त्यहाँ छ। सम्पूर्ण मान्यजीहरूलाई हेर्न जान पनि म आग्रह गर्दछु। त्यहाँको सम्पदा संरक्षण गर्नु छ, अरनीको जन्मघर जोगाउनु पर्ने छ, सम्वर्धन गर्नुपर्ने छ। हामीले राष्ट्रिय विभूति हो। मेरो क्षेत्रमा आज महालक्ष्मी नगरपालिकामा पानीको हाहाकार छ, काकाकुल छन्, बीसौँ हजार जनता, तिनका लागि केही काम गर्नुपर्ने छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु सम्माननीय ज्यू मार्फत। र म भन्न चाहन्छु मलाई बडो गजब लाग्यो सम्माननीय सभामुख महोदय, जब म क्षेत्रमा गएँ मलाई जनता 95 वर्षको एउटा बुबाले, हजुरबुवाले के भन्नुभयो भने म अन्तिम पटक मेरो जीवनको भोट हाल्दैछु भन्नुभयो। किनभने जसलाई मैले भोट हालेँ अब अन्तिम पटक 95 वर्षको सम्भवतः उहाँलाई फेरि 5 वर्षपछि बाँच्छु कि बाँच्दिनँ भन्ने लाग्यो। मैले सोधेँ किन यस्तो भन्नुभयो बुवा? उहाँले भन्नुभयो कि मेरो पुस्ता बिगारे, मेरो छोराको पुस्ता बिगारे, अब तिमीहरूलाई भोट हाल्दा कम्तीमा मेरो नातिको पुस्ता तिमीहरूले बनाउने छौ भनेर उहाँले भन्नुभयो। मलाई त्यस्तै प्रश्न सोधियो सभामुख महोदय, के भनियो भनेदेखि तपाईँले हामीलाई बाहिर जानुपर्ने त बनाउनुहुन्न नि भनेर युवाले भनेका छन्। त्यस्तै गरेर हाम्रा छोरछोरी तपाईँहरूले यहाँ ल्याइदिनुहुन्छ नि, अब त्यो वातावरण बनाउनुहुन्छ भन्नेहरूले भोट हालेका छन्। तिनको लागि काम गर्नुपर्नेछ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्तिममा म के भन्न चाहन्छु भने सभामुख महोदय, शक्ति पृथकीकरणको सिद्धान्तले न्यायपालिका, कार्यपालिका र चाहिँ नि व्यवस्थापिका जुन छ, व्यवस्थापिका सार्वभौम संसदको गरिमा बढाउने कुराहरूमा मलाई थ्याचरको एउटा भनाइ याद आउँछ कि यो रबर स्ट्याम्प जस्तो नबनोस्। यो देश पहिला किन बनेन भने कार्यपालिकाको छायामा सम्पूर्ण संरचना भए, कसैलाई त्यो खालको कानुनले दिएको अधिकार प्रयोग गर्न योभन्दा अगाडि दिएन, त्यो अवस्था यहाँ नआओस् भन्न चाहन्छु। र अहिले पदभन्दा नेतृत्व महत्त्वपूर्ण छ। र म जाँदा यति भन्न चाहन्छु कि मलाई जोन म्याक्सवेलको एउटा भनाइ याद आएको छ यतिखेर कि अ लिडर इज वान हु नोज द वे, सोज द वे एन्ड गोज द वे। त्यही अवस्था कायम रहोस्। धेरै धेरै धन्यवाद।